जवाब पनि दिनुहुन्छ, दिएको पनि छ, छैन त? कसले कसले पाउनु छ जवाब? सबले पाएको छ हैन? जवाब त्यही हो, तपाईँले उद्धार गर्दाखेरि तपाईँलाई उद्धार गर्नुभएको हुनुहुन्छ हैन? आज त्यही परमेश्वर हुन्छ। आदि पनि उहाँ हुनुहुन्थ्यो, आज पनि हुनुहुन्छ, अन्त पनि उहाँ नै हुनुहुन्छ हैन? उहाँ बाहेक कोही अरू ईश्वर छँदै छैन। जिउँदो ईश्वर त धेरै छ, तर भएर किन हामीलाई त जिउँदो चाहियो नि त, सुन्नेवाला चाहियो नि त हैन? सुन्नेवाला भनेको परमेश्वर नै हो, जो चाहिँ सबैको रचनाकार सृष्टिकर्ता पुरा ब्रह्माण्डको मालिक उहाँ नै हुनुहुन्छ। त्यसैले सत्य वचन परम ईश्वरीय मार्गदर्शन भने, परम ईश्वरीय मार्गदर्शन भने किन भन्दा सबसे उच्च, सबसे महान परम प्लस ईश्वर परमेश्वर भने। अस्ति मैले मिटिङमा पनि भनेको थिएँ फेलोसिप हैन? चारै वेदले दर्शाएको परमेश्वर, चारै वेदले उच्चारण गरेको परमेश्वर। सबै धर्मगुरुले आफ्नो व्याख्या गर्दाखेरि आफ्नो मन्तव्यमा आफ्नो शिक्षा उपदेशमा उच्चारण गर्नुहुन्छ, तर मलाई मान्ने तरिका थोरै फरक छ। कसैले कस्तो तरिकाले मान्छ, कसैले कस्तो तरिकाले मान्छ, कसैले कस्तो तरिकाले मान्छ हैन? सबैको आफ्नो आफ्नो विचार छ। जस्तै अब क्रिस्चियनै भन्छ हामीलाई, भने पनि ओके, कोही बात नै हैन? अब आधा क्रिस्चियन भन्छ या झुटो क्रिस्चियन भन्छ, जेसै भनोस्, त्यो उहाँको सोच हो, उहाँको विचार हो। जस्तो उहाँले सोच्नुहुन्छ त्यस्तै उहाँको मुखले बोल्छ पनि हैन? भनेपछि यहाँ त देख्दा के छ, सबै जातको, सबै धर्मको, सबै पार्टीको। यहाँ कोही पार्टीको, कोही जातको, कोही धर्मको कुरा हुँदैन। यहाँ कुरा कसको हुन्छ त? परमेश्वरको कुरा हुन्छ, जो चाहिँ जिउँदो परमेश्वर हैन? अरू सबै कुरा गर्ने, हरेक कुराको ज्ञान दिने वाला परमेश्वर जिन्दा हुनुहुन्छ। त्यसैले हामी बार भन्ने गर्छौँ हैन? त अनि आफू चाहिँ सही हुनुपर्छ है। आफ्नो बालबच्चा, आफ्नो भविष्य, बालबच्चाको भविष्यको बारेमा तपाईँ सोच्नुहुन्छ भने चाहिँ आफू चाहिँ पहिला ठिक हुनुपर्छ है। अब मेरो बच्चा नबिग्रोस्, मेरो बच्चाको मैले कमाइ भोग नपाऊँ, मेरो बच्चाले मलाई पालोस्, मेरो बच्चा मेरो सहारा बनोस् भनेर म सपना देख्छु, म त्यो इच्छा राख्छु भनेदेखि बच्चालाई सही संस्कार चाहिँ दिनै पर्छ। बाबाआमाले सही संस्कार यो हो, यो संस्कार बाबाआमाले दिने घरभित्रबाट पाउने संस्कार चाहिँ स्कुलमा पाइँदैन, स्कुलमा पाइँदैन, छिमेकीलेबाट पनि पाउँदैन, त्यो घरैबाट पाउने हो, त्यो आमा बुवाबाट नै पाउने हो हैन? किनभने आमा बुवाले जाँड सिकायो भने त्यो बच्चाले कति वर्षसम्म नखाला त? एक दिन न एक दिन त उसले त्यो बोतल समातेकै हुन्छ। आमा बाउले झगडा गरेर सधैँ झगडा गर्छ दम्पति जीवनमा भने त्यो बच्चाले भोलि फेरि बुहारी नकुट्ला भन्न पर्दैन। उसले बुहारी पनि कुटेकै हुन्छ, छोरा बुहारीमा झगडा भएकै हुन्छ हैन? दाजुभाइमा बेमेल छ, हिंसा र विरोध गर्छ भनेदेखि हामीले गर्छौँ भने त्यो बच्चाले पनि त्यही सिकेकै हुन्छ भने सबै कुरा हामीले छिमेकीलाई दोष त दिन्छौँ, सङ्गतलाई दोष दिन्छौँ। सङ्गतले मेरो छोरा बिग्रियो, सङ्गतले मेरो यो बिग्रियो भन्छन्। सङ्गतले होइन, सङ्गतले भन्दा पनि आफ्नो घरमा हेर्नुपर्छ तपाईँको सङ्गत कस्तो थियो त? आफूलाई हेर्नुपर्छ। तपाईँ गाली गलोज गर्दाखेरि जे पाए त्यही भाषा बोल्नुहुन्छ या बोल्नुहुन्न? त्यो बोल्नुहुन्छ भने तपाईँ बच्चाले पनि बोल्छ। त्यसोलाई कसैले कानबाट सिकाएको हुँदा यस्तो बोल उस्तो बोल भनेर सिकाएको हुन्न, हामीले बोलेको देखेरै सिकेको हुन्छ। मैले भन्छु नि कतिपल्ट महिला दिदीबहिनी हुनुहुन्छ त्यसरी भनेको, तपाईँले शृङ्गार गरेको देख्दाखेरि तपाईँ छोरीले के गर्छ, पार्लरमा जाँदैन शृङ्गार गर्नको लागि, तपाईँलाई हेरेर पहिलेदेखि सिकिसकेको हुन्छ। सानैदेखि आमाले झाडु मारेको देखेर छोरीले 2 वर्षको हुनु जाँदैन झाडु लिएर बोल्नु थाल्छ। देखाएको छैन? किन? कसलाई देखेर सिक्यो झाडु मार्नु? आमाले झाडु मारेको देखेर, आमाले भाँडा माझेको देखेर छोरीले भाँडा माझ्छ। भाँडाकुटी खेलेर भने पनि उसले ढुङ्गा राखेर पनि भाँडा माझेर खाना पकाएर पुतली बनाएर होइन गुड्डागुड्डी बनाएर खेल्दाखेरि पनि भाँडाकुटी माझेकै हुन्छ। त्यसले पुरा घर चलाउने, किचन काम पुरा त्यो बच्चाले गरेको हुन्छ। कहाँबाट सिकेर गर्छ त? आमाबाटै सिकेको हुन्छ। अनि लिपस्टिक लाउनु चाहिँ कहाँबाट सिक्छ? आमैबाट हो। सबै कुरा जसरी त्यो के भने देखेर सिकेको हो नि त, होइन त? अनि तपाईँले लिपस्टिक लगाएको देख्छ, काजल लगाएको देख्छ, कपडा लगाएको देख्छ,
यति लामो कपाल बाटेर यस्तो गरी हल्लाका देख्छ अनि छोरीले के गर्छ कपालमा सबला तौली गम्छा बेरेर हुन्छ यहाँ टाउका बाँडेर यस्तो गरी हल्लाएर हिँड्छ तिम्रो बच्चाले गर्छ गर्दैन ल भन्नु यस्तो देख्छ छैन अनि तपाईँले हरेक कुरा गरेको देख्छ भनेपछि त तपाईँले बोलेको कुरा सुन्छ होला भन्ने चाहनु परेन त तपाईँले बोलेको कुरा त्यसले ठिक छ भने तपाईँलाई थाहा हुन्छ पर्छै पर्दैन भनेपछि कस्तो कुरा बोल्ने बच्चाको सामने कस्तो कुरा नबोल्ने पनि हामीले थाहा हुनु पऱ्यो नि त होइन हाम्रो दाम्पत्य जीवन पति पत्नीको नाता कस्तो हुनुपर्छ बच्चाको सामने भनेर हामी पनि सतर्क हुनुपर्छ बुढाबुढीको झगडा परालका आगो हो एकछिन बाल बच्चालाई राडो मचाएर सुनाएर केही हुँदैन झगडा हुन्छ भने भित्र खुसुक्कै होस् चिमट्नु गरौँ होइन लडेर हान्यो भने ठहरै गयो भने हस्पिटल जानुपर्छ मेरो आमाले बढी आमा पिट्यो भने बच्चालाई त्यो संसार गइहाल्छ हो कि भने जस्तो कि हरेक कुराहरू हुन्छ ती कुराहरू सबै कुरा घरैबाट बच्चाले सिक्ने हुन्छ मान्छे भन्छ नि छोराछोरी किन बाहिर घुम्ने धेरै बाहिर घुम्ने भन्छ तपाईँ आफ्नो बच्चाको साथी बन्नु न बाहिर जाँदै जाँदैन म भन्छु कि मेरो बच्चा बाहिर कहिले पनि जाँदैन कि मलाई तिमीहरू के बच्चा साथीहरू तिमीहरू छैन छ साथी तर मेरो साथीहरू स्कुलको मात्रै साथी हो घरमा आएपछि तपाईँहरू सधैँ छैन भन्छ मेरो बच्चाहरूले कि यो कुरामा चाहिँ म गर्वै गर्छु मेरो बच्चाहरू साथीहरूसँग घुम्दैन धेरै त्यसरी हिँड्दैन किनकि हामी एकदम फ्रेन्डली छौँ कसैले जिस्कायो भने नि आएर भन्छ हामी सेयर गर्छौँ होइन मेरो छोरा अब सानोदेखि अब साथीहरूले अब सानोबाट लेटर लेखेर बर्थडेको रूपमा आई लभ यु भनेर भन्छ सबै कुरा भन्छ हाम्रो साथी हो साथी बनाएको छ हामी सब छोराछोरीलाई होइन साथी बनाएको कारणले कुनै पनि कुरा बोल्न हिचकिचाउँदैन बच्चाले खुलेर बोल्छ मनको कुरा खुलेर बोल्छ त्यसैले बच्चाको मनको कुरा आमा बाबालाई थाहा हुनुपर्छ त्यो थाहा तब हुन्छ जब तपाईँ बच्चाको करिब जान्छ होइन तब त्यो थाहा हुन्छ अनि बच्चा गलत बाटोमा जान सक्दैन तर आफूले जन्माएको बच्चा आफूले हुर्काएको बच्चा आफूले खुवाएर बढाएर पढाएर जवान बनाएको बच्चा थाहै छैन उसको मनमा के चलेको छ त्यो कति दुःखदायी कुरा हो होइन त भनेपछि त्यो बेलैमा हामीले बुद्धि नपुऱ्याएको होइन त बेलैमा बुद्धि नपुऱ्याएको कारणले आज छोराछोरीको मनमा के चलेछ हामीले बुझ्न सकेको हुँदैन छोराछोरीले के गरिरहेको छ हामीलाई थाहै हुँदैन होइन छोराछोरीले के गर्नेवाला छ त्यो हामीलाई थाहै हुँदैन किन हामीले समय बाहिर दियौँ ज्यादा घरमा दिएन त्यो कारणले गर्दाखेरि बच्चाले बाहिरबाट धेरै कुराहरू सिक्छ त्यसैले भनेको आज परमेश्वरले तपाईँलाई बाहिरबाट होइन ठिक हुनु भनेको भित्रैबाट ठिक हुनु भनेको छ होइन भित्रैबाट तपाईँको घर परिवार भित्र भनेको पहिला आफूभित्र अनि पछि आफ्नो घरभित्र घर ठिक छ भने तपाईँ बाहिर खुसीले हिँड्न सक्नुहुन्छ घर व्यवस्था व्यापार बिजनेस जे कुरा पनि भन्छ नि घरैबाट हो कि मैले अस्ति नै आउँदाखेरि भनेको थिएँ तपाईँलाई 10 ढलानको घर बनाउनु छ भने पहिला के ठिक गर्नुहुन्छ ढलान ठिक गर्नुहुन्छ या जगबाट ठिक अब जग बलियो छ भने त्यो के गर्छ जति ढलान पनि थप्न सकिन्छ होइन तर जग कमजोर छ भने त्यो घर 2 ढलानभन्दा माथि पुग्न सक्दैन हो कि होइन आँटै हुँदैन किनकि थाहा हुन्छ कस्तो जग छ भनेर होइन 10 ढलान थप्ने आँट आउँछ त्यो बढ्ने सम्भवै छ त्यसैले भने तपाईँ जे कुराले सपना देख्नुहुन्छ त्यो सपना सबै पुरा होस् त्यो त्यहाँसम्म तपाईँ जान चाहनुहुन्छ भने जग भनेको तपाईँको घर हो तपाईँको परिवार हो परिवारलाई सच्याउनुहोस् परिवारलाई ठिक गर्नुहोस् किन परमेश्वर वचन आवश्यकता छैन तपाईँ सत्सङ्ग हिँड्नुहुन्छ तपाईँ मात्रै हिँडेर भयो त घरको बुढोलाई सम्झाउनु पर्यो बुढो छ भने बुढीले बुढीलाई सम्झाउनु पर्यो बच्चालाई सम्झाउनु पर्यो बच्चालाई सिकाउनु पर्यो अनि त्यो बच्चा बढ्दै जान्छ परमेश्वर ज्ञान प्राप्त गर्दै जान्छ त्यो बच्चा कहिले पनि बिग्रिँदैन अनि गएर त्यो बच्चालाई परमेश्वर ज्ञानले गर्दा आमा बाबाप्रति माया मोह हुन्छ अनि बुढेसकालको लाठी तपाईँको भन्छ तपाईँले भन्नै पर्दैन त्यति माया हुन्छ कि आमा बाबाको न संसारको हेर्ने भने बाबा आमाको माया त बच्चाहरूलाई कतिसम्म हुन्छ बुढी नपाउनु जेल हुन्छ बिहा नगरेर पनि जेल हुन्छ बिहा गरेपछि छोरी पनि त्यही आफ्नो संसारमा हुन्छ होइन
अब केही बुढाले भन्दा बाहिर गर्न सक्दैन हो कि कोही हुन्छ 100मा 2-4% हुन्छ कलिलो मन भएको ज्वाइँ पाउँछ हैन नत्र तेरो बाले के दियो भन्ने खाले धेरै छ तेरो बाले के गरेर बस्यो त मेरो बाबु भन्ने खाले धेरै छन् हैन हो कि नि त सबै खाली बाउकै खाना पनि आशा गरिन्छन् हैन त्यसैले भनेको छोरा छोरी भनेको यस्तो चीज हो तपाईको सम्पूर्ण बिहान उदयदेखि अस्तसम्मको एक्टिभिटीहरु तपाईको हेरिराखेको हुन्छ के निहालिरहेको हुन्छ त्यो सिकिरहेको हुन्छ त्यही परिणाम जान्छ त्यही भएर मेरो बच्चा मेरो बुढेसकालको लाठी बनोस् भन्ने चाहन्छ भने बच्चालाई सही उपदेश दिनुहोस् तपाईले नपढेको भए पनि तपाईले आफ्नो मार्ग सही गर्नुभयो भने तपाईको मार्ग बच्चाहरु हिँड्नेछ बच्चाहरु हिँड्छ अनि त्यो बच्चाले सबै कुरो बुझ्छ अनि तपाईको बुढेसकालको सहारा पनि बन्छ तर के गर्ने हाम्रो अज्ञानताले गर्दा हामीलाई शिक्षा नभएको कारणले गर्दा कति बुवाहरु यहाँ पनि हुनुहुन्छ हैन म पनि छु मेरो फ्यामिली पनि थियो हैन आफू जाँदा चाहिँ खाएर नि अनि छोरा सुत्नु भने कराउने अनि के गर्छ एक दिन सुन्छ 2 दिन सुन्छ सानो हुन्छ सुन्छ हैन जवान नहुन्जेल सुन्छ अनि बुढी ल्याएपछि पुट्टो राखिदिन्छ अनि कहिले भागमा भागो हुन्छ कहिले विदेश कमान जान्छ भने जान्छ विदेश गएपछि सबै बिर्सिदिन्छ ऋण परसी देशी परसी तिर्छ बुढाबुढीले भन्छ सम्पत्ति छ मेरो सबै छ तिर्छ भन्छ अनि तिमीलाई भनिन्छ उहाँ यसो आरामको जीवन उनीहरूले पाउँछ किन अज्ञान ज्ञानको कमी